साथीहरु दशैं सकेर पनि तिहार आउन लागिसक्यो। मैले चाहिँ दशैंको भिडियो अझसम्म अपलोड गर्नु पाएको छैन किनभने नेटवर्कको बहुत प्रब्लम छ घरमा चाहिँ। त्यसको लागि चाहिँ म ढिलो भइरहेछ मेरो भिडियोहरु। अरु भिडियोहरु पनि छ साथीहरु। यो भिडियो चाहिँ बहुत ढिलो भइरहेछ मेरो घरमा चाहिँ अलिक पुरा नेटवर्क कम्ती भेट्छ के। त्यसको लागि चाहिँ अरु नेटवर्क भेटेन भने नेट यसो चलाउनु मन पनि लाग्दैन। त्यही लागि चाहिँ ढिलो भइरहेछ साथीहरु। यो भिडियो चाहिँ हेर्नु होला के कस्तो लाग्छ, रमाइलो के कस्तो लाग्छ। भिडियो लाइक कमेन्ट अनि शेयर जरुर गरिदिनु होला साथीहरु र मेरो युट्युब च्यानल सब्स्क्राइब जरुर गर्नु होला साथीहरु। भिडियो चाहिँ मजाले हेर्नु होला। हाम्रो बुवाले आशीर्वाद कस्तो दिनुहुन्छ टीका लगाउँदाखेरि, दुर्गा पूजाको टीका लगाउँदाखेरि चाहिँ यहाँ हेर्न सक्नुहुन्छ साथीहरु। मजा आउनेछ भिडियो। परिवारहरु हुन्छ सबैजना एकै साथमा बसेर ठुलो बडा सानो मतलब यस्तै ठुलो सानो अलिक सानो त्यस्तै स्टेपले सबैजना बसेर चाहिँ टीका लगाइन्छ हैन साथीहरु। अनि त्यही साथीहरु अहिले एकछिनमै हाम्रो त्यो पनि टीका लगाउने स्टार्ट हुनेछ। तपाईहरुलाई म देखाउने छु। हाम्रो हिरोहरु चाहिँ पुरा रेडी भएर निस्किराखेको छ। यता चाहिँ मालदाको छोरी, मालदाको छोरा हेलो भन्दै, हेलो नमस्कार भन्दै, जय हिन्द। कसरी गर्छ सावधान भर। शाबास। तपाईलाई देखाउने छु कस्तो खाले के गर्नुपर्छ। दियो पर्छ राखेर के राखेछ तपाईलाई देखाउने छु हैन। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो दियो कलश हो। यसलाई चाहिँ दियो कलश भनिन्छ हैन। दियो कलश। अनि यो चाहिँ टिको चामल रङ लगाएर चाहिँ यो चाहिँ भनिन्छ यसलाई जमरा हैन। जमरा चाहिँ के को बनिन्छ भन्दाखेरि यहाँ चाहिँ दियो कलश हो। कलश यहाँ चाहिँ फुलहरू राखेको छ हैन। अनि जमरा चाहिँ कसरी बनिन्छ भन्दा यो मकै हुन्छ, गुमधान जुन चाहिँ हुन्छ त्यसलाई चाहिँ भिजाएर राखिन्छ। भिजाएर राखेर चाहिँ त्यो त अब देखाउने त चिज हुँदैन, त्यो देखाउन सकिँदैन साथीहरु। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। चाहिँ मैले के भन्छ खानुलाई पुग्दैन यहाँ हिँडेर नेपालीहरु चाहिँ टीका लगाएर चामल फ्याँक्छ भन्छ। यो मतलब हाम्रो नियममा यस्तै हो। हाम्रो नेपालीको गोर्खालीको नियममा विजय दशमीको दिन चाहिँ टिको लगाएर ठुलो मान्छेबाट चाहिँ आशीर्वाद लिन्छ हैन। राम्रो आशीर्वादहरू दिनुहुन्छ। अहिले बुवाले टीका लगाउँदा आशीर्वाद दिनुहुन्छ। तपाईलाई पनि यो सुनाउनेछु म अहिले एकछिनमै। तपाईले सुन्न पाउनुहुन्छ, देख्नु पाउनुहुन्छ। तपाईहरु लाइनमा बसिराख्नु होला। मजा आउनेछ भिडियो आजको। सबैलाई विजय दशमीको हार्दिक मङ्गलम शुभकामना छ सबैजनालाई। चाहिँ बुवा हुनुहुन्छ हाम्रो बुवा। अनि साथीहरु फाइनली अहिले चाहिँ हाम्रो टीका लगाउने टाइम भइसकेको छ र तपाईलाई म देखाउने छु। तपाईहरु मजाले हेर्नु होला, आशीर्वाद पनि मजाले सुन्नु होला, टेप गरेर राखिराख्नु होला। यो आशीर्वाद काम दिन्छ। अनि साथीहरु यसपालि चाहिँ नेपालबाट पनि आउनु भएको छ हाम्रो ठुलो धमबुवाको छोरा, कान्छा चाहिँ छोरा। यहाँ भाउजू र दाजु आउनु भएको छ। अरु भतिजा भतिजी पनि छन्, उहाँ हेर्न सक्नुहुन्छ। उहाँ चाहिँ भतिजाहरु भतिजी साइडमा बसिरहेको छ। यिनीहरु सब घरकै दाजुभाइको छोराछोरीहरु हो। मेरो चाहिँ सबै भतिजा भतिजी। यहाँ चाहिँ हुनुहुन्छ नेपालको दुईजना दाजुहरु। अनि बुवाले चाहिँ आशीर्वाद दिनुहुँदैछ। मैले चाहिँ राम्ररी आशीर्वाद लिइरहेको छु हेर्न सक्नुहुन्छ साथीहरु। सुन्नु होला मजाले। रना हो कति अता लिएको त्यही त रना यसै डेढी भयो उसै डेढी भयो सबै लगेर आरामले खाँदा भइसक्यो। नेवारको टीका पढाइमा बढाइमा विद्यामा बुद्धिमा सरस्वतीमा 25 सालको अंग्रेजी मध्येको नवदुर्गा माताको लगाएर हिँड्दा ठेस नलागोस्, नुहाउँदा ठेस नगरोस्, उत्पात नगर्नु, चलचल नगर्नु, लु यहाँ चाहिँ बुवाको कलेक्सन हुँदैछ है।
ठुलोबाट चाहिँ कलेक्सन हुँदैछ सेनालाई चाहिँ कलेक्सन हुँदैतिर जुवाई हुँदैछ टप्पो लगाएर आएर छु टिका लगाएर भयो सबै डोरी हुने तथास्तु पढाइमा पढाइमा एकदम विद्वान साथीहरू हल्ला पनि यत्तिकै भइरहेछ तपाईँहरू खराब नपाउनु होला किनभने केटाकेटीको हुनु घरमा भएको घरमा यस्तो हल्ला खल्ला त भइरहन्छ साथीहरू हल्ला भयो भने चाहिँ ब्याकग्राउन्डमा हल्ला भयो भने चाहिँ तपाईँहरू खराब नपाउनु होला यहाँ नसक्दा हाम्रो चाहिँ प्योर हाम्रो यो चाहिँ ठुल दाजुको चाहिँ कान्छा र नातिले मात्रै टिका लगाएको हुन्छ अनि साथीहरू यो चाहिँ हाम्रो काल दाजुको छोरा कान्छा राम अनि यहाँ चाहिँ सबै वरिष्ठ ज्येष्ठवानबाट चाहिँ आशीर्वाद लिँदै घोडा ढोक्दै दाजुहरूको हाम्रो नियममा चाहिँ ढोक्लिन्छ दाजुको सबै दाजुहरूको घोडा ढोक्दै अनि साथीहरू